Hi guys, welcome back to our channel. So आज हामी हाम्रो Saturday evening मनाउन बाहिर जाँदैछौँ. And look who we got with us today. Hello. So she's my mother-in-law. So we are going outside and we are wearing a matching muffler. Too cold outside. So अब हामी निस्किने and we'll see you at the spot. ल गाइस हामी चाहिँ निस्क्यौँ. पानी परिरहेछ and पानी एकदम heavy छ. So we traffic पनि छ. So we have decided हामी Aldershot जाने भनेर. The travel time shows an hour. किन जान लाग्यो भन्दाखेरि चाहिँ I've been craving for सुपी झोल मोमो for some time now. So अब आज जाने authentic नेपाली सुपी मोमो नै खाने भनेर. Otherwise यहाँ पनि छ. लन्डन भित्र पनि धेरै छन् तर yeah we thought हाम्रो travel time पनि हुन्छ because it's Saturday and would be a family time. So हामी त्यही भएर बाहिर निस्किएछौँ. बुढा तिमी के खाने त? Momo, chow-mein and lollipop if I can buy lollipop. अनि अब मम्मीलाई मन लाग्यो भने तातो चिया नि खानी मसला चिया. Okay. Mamu, what do you want to have, Mamu? म पनि त्यही हो अब आइसकेपछि मोमो खानै पर्यो हैन चाउमिन अब त्यहाँ के हुन्छ मेनु हेरेर यसो नेपाली मन पर्छ अब के गर्ने. Yes, so as usual हामी एउटा ठाउँमा जान्छौँ तर आज I think we are changing the destination. We want to explore some good foods around the Nepali places. So let's see. If केही राम्रो लाग्यो भने we'll definitely recommend. So we'll see you shortly. Looks like हाम्रो travel time अलि बढ्ने भयो because I don't know जहिले यहाँ traffic हुन्छ every time we come this way यो जहिले traffic हुने ठाउँ हो but M4 जोइन गर्ने हो नि त यहाँबाट. M4 जोइन गर्ने ठाउँमा सबै ट्राफिक चाहिँ अब हिथ्रो पनि जान्छन् मान्छेहरू अब यही बाटोबाट. So we are not sure कति टाइम लाग्छ. 1 घण्टा त भनेर देखाएको छ but let's see 1 घण्टा भन्दा छिटै पुगिन्छ कि ढिलो हुन्छ कि. So हामी अब M4 बाट M25 मा लाग्दैछौँ. अस्ति मेरो बुढाले ज्ञान दिनुभयो जस्तै M25 भनेको चाहिँ लन्डनको रिङ रोड हो. So यहाँबाट हामी हिथ्रो एयरपोर्ट पनि जान सक्छौँ. I can see ग्याटविक एयरपोर्ट पनि जान मिल्दो रहेछ यहाँबाट. So yes, so हामी मोटरवेमा आइसक्यौँ. अब स्टिल हामीलाई 40 मिनट्स जति देखाएको छ इफ नो ट्राफिक भयो भने अब अलिकति टाइम त बढिहाल्छ. सो यस वी आर स्टिल अब भित्र छौँ कोजी छ तर बाहिर एकदम डेन्जर पानी परिरहेछ. सो यस हेरौँ आज चाहिँ जसरी अस्ति लास्ट टाइम कफी खान पाइएको थिएन यसपालि चाहिँ चिया चाहिँ जसरी पनि जहाँ पुगेर पनि खाएर आइन्छ बिकज all 3 of us are here and the best part is भोलि उठ्नु छैन. भोलि उठ्नु मतलब बिहान उठेर अफिस जानु छैन. सो आनन्दले उठेर गरे भयो. सो आज चाहिँ चिया खाएर आइन्छ. यति धेरै चिया भन्नुको कारण लाइक आई सेड अघि पनि चिया चाहिँ बिकज वी डोन्ट ड्रिङ्क. सो यस चिया नै हाम्रो लागि फ्युल इन द बडी हो. सो यस हामी चिया चाहिँ खाएर आउँछौँ अनि त बुढा हो नि. सो हामी सबैजना आफ्नो आफ्नो धुनमा छौँ. म चाहिँ भ्लगिङतिर लागेको छु. ड्राइभर साहब ड्राइभिङतिर. मामु म चाहिँ मोबाइलतिर के गर्न लागिसकेको छ त? यस्तो टिकटक हेर्दै अहिले अँधेरो छ केही देखिएको छैन पछाडि. सो हाम्रो आजको ट्राभल एक्सपिरियन्स कस्तो हुन्छ एन्ड मामुलाई कस्तो फिल भएको छ हाम्रो ब्लगमा आएर चाहिँ भनेर एकछिनमा सोध्छौँ. रमाइलो भयो नि. सी आन्सर्ड अलरेडी. छुट्टीको दिनमा हिँड्न पाउँदाखेरि अब यस्तो कमै हुन्छ सँगै हिँड्ने भन्ने. छुट्टीको दिनमा हिँड्न पाउँदा खुसी लागेछ. अब छोराबुहारीले जाम भनेपछि जानु पर्यो रमाइलो गर्नु पर्यो. सो फाइनली पार्किङ पाइयो. पानी परेर पनि मोमो खानको लागि अल्ट्रासोर आयो आफ्टर 10 months. आफ्टर 10 months भयो नि त. त्यही हो रमाइलो भएको छ. अब काम गर्न पाउँदा यस्तो चिसो छ है. अब सरी. सो हामी चाहिँ पार्किङको पे गर्दैछौँ. सो वाट बुढा इज डुइङ एज अफ नाउ इज हि इज पेइङ एन्ड कतिको छ सो हामी चाहिँ फाइनली एउटा पार्किङ लट पायो हामीले. सो वी आर पार्किङ. सो दुःख छ मोमो खान आउनु पनि टेन्सन छ जस्ट बिकज आइ एम क्रेभिङ. सो वी हेभ कम हियर. सो यस अब हामी यहाँबाट कहाँ लाग्ने भनेर चाहिँ हेर्न बाँकी छ. वी हेभन्ट डन आवर रिसर्च यट टुडे. सो कहाँ जाने के खाने एकछिनमा थाहा हुन्छ.
ओके सो अझै ठाउँ खोज्दैछौँ हामी सो यहाँ एउटा मोमो स्टेसन छ द्याट कुड बी वान अफ दोज प्लेसेस जहाँ हामी जान सक्छौँ एन्ड यस हामी खोज्दैछौँ वी आर जस्ट लुकिङ अराउन्ड हिँड न थाहा हुन्छ नि त अलि अगाडिसम्म हिँडेपछि अनि सो यस सो हामीलाई गाडी आइरहेछ अनि यस सो हामी खोज्दैछौँ तीव्र गतिमा खोजी हुँदैछ अब भोकले किकिन गर्ने बेला भयो अनि त बुढा दिस इज टु फार हामी उतै बसौँ हिँड उतै बसौँ आई थिङ्क मोमो स्टेसन नै जानुपर्छ होला या त भिन्तुना अलिक प्याक छ सो आई थिङ्क नेवारी क्रेभिङ गरिरह हो भने चाहिँ यु क्यान गो फर भिन्तुना बट माई क्रेभिङ टुडे इज मोमो सुप मोमो त पाइन्छ त त्यहाँ ललिपप नपाउने होइन मोमो स्टेसनमा सुप मोमो खानु त सुप मोमो आज सुप मोमो चाउमिन पाइन्छ पाइन्छ आई थिङ्क हि इज क्रेभिङ फर चाउमिन आई थिङ्क नेपाली स्टाइल चाउमिन सो यस त्यही हो सो अलि यो चाहिँ इट इज मोर लाइक नेपाली पिपलहरूको बस्ती जस्तो हो यहाँ चाहिँ वी फाइन्ड मोर अफ नेपाली पिपल यता नामहरू पनि हेर्नु न गोर्खा ट्राभल्स रे होइन सो अगाडि गएपछि अरू कस्तो के छ विल सो यु वी आर जस्ट स्टपिङ एट लाइट्स वी जस्ट वेटिङ इट टु टर्न ग्रिन फर वक इन सो अहिले चाहिँ रेड बलिरहेछ नेपालमा चाहिँ अब जस्तो जथाभावी बाटो काटिन्थ्यो होइन यहाँ चाहिँ अब इट्स लाइक वेट गर्नुपर्छ यो ग्रिन भइन्जेलसम्म सो यस अब जान मिल्यो सो वी जस्ट वकिङ वी जस्ट फाइन्डिङ अ प्लेस okay so we are looking for the place. But are you excited? Yes. Why are you excited? Momo after a long time. No, after a long time. All the sort ma yes, after 10 months. I am. So last time I think we were here for his birthday. So I did say, yes, अब हामी जान्छौँ and यो देख्दाखेरि चाहिँ कस्तो नेपाली आए जस्तो फिल हुन्छ क्या नेपालको सबै सामानहरू पाउँछ होइन एन्ड स्टिल ओपन ओके लेट्स सी हामी गइरहेछौँ मोमो स्टेसन ओके यस मलाई एउटा कुरा एकदम फनी लाग्यो हामी मेन्युमा आई सो यु गाइस है मलाई फनी लागेको चाहिँ यो किड्स मिल इफ यु रिड इट प्रपरली अलिक फनी नै छ यो ल साथीहरू स्टार्टर सुरु भयो कस्तो भयो ससेज तातो छ मिठो वेदर अनुसार मिल्यो पनिर फेभरेट होइन म्याडमको पनिर फेभरेट पनिर ससेज नाइस डिजाइन घरमा बनाउन सिक्नु पर्यो चाहिँ राम्रो स्टाइल चाउमिन that's chicken momo that's chicken roll momo that's chicken momo yeah मेरो बुढो was enjoying his sausages मामु कस्तो लाग्यो मामु खाना तिमीलाई very nice अर्कोचोटि लिएर आउँछु म चाउमिन मिठो हुन्छ यहाँको चाउमिन मिठो हुन्छ गाइस मैले एकछिन छोड्दैछु है हजुरहरूलाई पढ्नलाई जस्ट रिड दिस दामी मोमो हरामी झोल सो या गुड फुड गुड डे आउट अब वी आर हेडिङ होम अलिअलि सपिङ गरेर विल बी हेडिङ होम ब्रो वुड यु रिड द्याट फर मी प्लिज Home is where the momo station is. नो द बिच वान Dami momo harami zhol. सो इट साउन्ड्स फनी ल एनिवेज हामी यहाँ नेपाली सपमा छ मेरो बुढोले दुई कार्टुन भुजिया लिनुभएको छ उहाँलाई एकदम मिठो लाग्छ यो भाइ त्यो सानो हामीले बच्चामा मामा भुजिया भनेर खान्थ्यो नि त्यस्तो वाला भुजिया अब हामी खोज्दैछौँ के लाने भनेर सो वी आर सर्चिङ अचार हामी अचार लान्छौँ अब अचार
अचार त महीको अचार जस्तो छैन अचार भेराइटी अफ अचार कुन अचार लाने हो वी आर लुकिङ एट इट गार्लिक पेस्ट हाल्नु नि एउटा किन सजिलो हुन्छ नि त्यो फ्रेसै ठिक हुन्छ अब यसमा त्यो उस हुन्छ डल्लेको पेस्ट तर यसपालि नलगौँ होला छोडिदिउँ होला र गाइस खाइयो अब सपिङ पनि भयो के किन्यौ तिमीले वाइवाईहरू अनि पफ चिउरा अरू पफ त भयो अरू चिउरा अनि छुर्पी छुर्पी पनि पाइयो ल र अल्ट्रासोलाई बाई बाई अहिलेलाई ल सी यु गाइज अन द वे ल साथी हो खाएर आइयो मोमो मिठो थियो गाडीमा आइपुग्यो मतलब घर आइपुगेको छैनौँ अब हामी यहाँबाट निस्क्यौँ सेम थिङ 1 घन्टाको ड्राइभ अब मेरो बुढा फेरि ड्राइभिङ सिटमा म ड्राइभ गर्दै हुनुहुन्छ अब गुरुजी नेपालमा गुरुजी भन्ने चलन छ क्या अरे गुरुजी ल अब तिम्रो एक्सपिरियन्स सुनाइदेऊ नि त यहाँसम्म आउनु कस्तो भयो लन्डनकै मिठो थियो कि यहाँ आउँदाखेरि मिठो भयो कि तिमीलाई ठिकै थियो यहाँको मोमो इट वाजन्ट द बेस्ट अहिले चाहिँ बरु ह्यारोको मोमो मिठो लाग्नु थाल्यो तिम्रो कामनिरको त्यो चाहिँ मिठो छ त्यहाँको चाहिँ यहाँको चाहिँ ठिकै भयो वाज गुड नाइट आउट हो के गर्छ अरे मान्छेले नाइट आउट धेरै भयो नि त हामी मामासँग पनि बाहिर ननिस्केको होइन फेरि चेन्ज पनि भएछ रेस्टुरेन्ट पनि 10-11 महिना भयो भन्दै हुन्थ्यो अघि त्यहाँ हामी लास्ट आएको नि मेरै बर्थडेमा आएको फेरि सो इट वाज ओके इट्स गुड ओके अब आजको चिफ जजलाई सोध्नुपर्छ चिफ गेस्ट लाई सोध्नुपर्छ कस्तो भयो मामु कस्तो भयो हजुरको एक्सपिरियन्स मलाई त एकदम रमाइलो भयो खाइयो है अब घर गइन्छ बिस्तारी सपिङ पनि गरियो अलिअलि नेपाली सपिङ चिउरा ताइचिन चिउरा सानो केराउ वाइ अनि के हो अनि कोदोको पिठो चिउरा कोदोको पिठो मेन त छुर्पी किन्यो अब राम्रो टाइम पास हुन्छ छुर्पी किन्यो अनि सुपारी पनि किन्यो गुलियो सुपारी अब कहिले कहिले यसो खान मन लाग्यो भने होइन त्यसको लागि चाहिँ हामीले त्यो पनि किन्यौँ अब वी आर हेडिङ होम 1 आवर अब घर गएर आज त अब केही खाने कुरा भएन वी हेभ डन आवर डिनर अब रमाइलो भयो एक्सपिरियन्स या घर गएर मसला टी न कफी खानी यसो बस्नी गफ किनभने उहाँले अहिले चिया खानु भएन उहाँले कोक पिउनु भयो अब उहाँलाई घर गएर अब चिया खानु मन लाग्छ अरे लेट्स सी अब चिया मसला टी पनि लिएको छ अब एकछिन ओ यस मसला टी अनि अब आज छुट्टी नै छ सबैको अब अलिकति लेट सुत्ने आज टुमरो लेट मर्निङ उठे पनि भयो सो आजको दिन स्याटरडे सिद्धियो अब हाफ डे त काममै सिद्धि थियो अब हाफ डे भन्दा नि 4 बजेपछि यता आयो सो यस वाज गुड एक्सपिरियन्स ठिकै थियो मोमो हजुरलाई आउनु मन लाग्यो भने अल्डरस्टरमा मोमो स्टेसन भन्ने छ मोमो स्टेसन आउनु भयो नि भयो चाउमिन त मिठै थियो इट वाज गुड पोर्सन वाइज गुड मोमो 10 पीस अनलाइक सम प्लेसेस कहाँ चाहिँ 8 वटा दिनुहुन्छ यहाँ चाहिँ 10 वटै थियो द्याट्स गुड यस सो मोमो उसको नि फेभरेट हो मोमो सो मोमो चाहिँ हामी अब डिफ्रेन्ट ठाउँको एक्सप्लोर गरिरहेको हुन्छौँ कस्तो हुन्छ भनेर बट यस नेपाली टेस्ट अनुसार नै छ मेन त मोमोलाई मिठो बनाउने अचार हो अचार मिठो थियो सो अहिलेसम्म चाहिँ त्यो ह्यारोकै मिठो लाग्यो है मेरो काम नेरको सो त्यहाँ चाहिँ मिठै हुन्छ नेक्स्ट मेबी हामी त्यहाँ गयौँ भने त्यहाँ खान्छौँ अनि विल मेक अ भ्लग अफ कोर्स अनि त्यसो त्यहाँको नि एक्सपिरियन्स सुनाउँछौँ अब अरू केही भन्नु छ बुढा छैन अब म ड्राइभिङ सिटमा छु अब आई विल बी फोकसिङ अन द रोड आइज अन द रोड हैन अब केही छैन अरू मबाट ल वी विल सी यु सर्टली एट होम साथीहरू हामी घर आइपुग्न लाग्यौँ अब घर गएर अब एकछिन फ्यामिली गफ गरेर हामी बस्छौँ बिकज भोलि चिया खाने ऊ चियामै अड्किएछ चिया खाने अनि त्यसपछि हामी भोलि अलि ढिलो उठे नै भयो त्यही भएर हामी स्लो एन्ड स्टेडी नाइट बिताउँछौँ आज एन्ड त्यही हो अब रमाइलो भयो आज आफ्टर वर्क आए पनि 1-2 घन्टा 3-4 घन्टै बाहिर निस्क्यौँ हामी रमाइलो भयो ल अब
त्यही हो अब हाम्रो भ्लग यतिसम्म हेरिरहनु भएको छ भने प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब टु आवर च्यानल अब नयाँ भ्लग्सहरू नयाँ उहरू एभ्री विक आउँछ वी ट्राई टु ब्रिङ इट एभ्री विक एटलिस्ट सो त्यही हो अब अरू केही नयाँ कन्टेन्टहरू हजुरलाई हेर्न मन लागेको छ भने प्लिज कमेन्ट एन्ड त्यही हो प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब एनिथिङ एल्स गाइज No, that's it. Thank you. Please like, comment, and subscribe, and then we will see you in the next video. Thank you. Mamu, Bye. do you have anything to say, Mamu? मेरो यो छोरा बुहारीको ब्लग हो नयाँ प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है ल हामीलाई धेरै माया देखाइदिनु होला भिडियोमा एन्ड वी लभ यु गाइज ब्याक Bye. Bye. Thanks all. Bye.